Hello from Romania. This is a Pravesh vlog from Romania. हामी अहिले रोमानियाको अलिक अर्कै शहरमा क्लुज नपाका भन्ने शहरको छेउमा छौं हामी अहिले हरियाली यस्तो यो जंगलतिर आइराका छु feel like same नेपालको भाइ भइराछ हाम्रो वहाँ गिरी सर पनि हुनुहुन्छ है घुम्नको लागि कस्तो छ रोमानिया एकदम राम्रो छ नि यहाँ आएर हामी धेरै नै खुसी छु हैन मेरो युट्युब च्यानललाई प्रवेश नयौं भनेर सब्स्क्राइब गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला विशेष गरी मेरो चाहिँ प्रवेश नयौं मेरो सब्स्क्राइब गरिदिनु होला मेरो युट्युब च्यानल चाहिँ बेल आइकन पनि क्लिक गरिदिनु होला अनि त्यहाँदेखि शेयर पनि एउटा क्लिक गरिदिनु होला है त विशेष गरी अब अर्को भिडियोमा अब यहाँको के कस्तो छ भन्ने कुरा जानकारी गराउने कोसिस गर्दै अहिलेलाई छुटाउँला अहिले हामी नेपाली मार्केट क्लुजको नेपाली मार्केटमा तिर जाँदैछौँ बडा एकछिनमा त्यहाँ पुगेपछि हामी एउटा मार्केटको सुन्दर तस्बिर खिचेर पठाइदिउँला यहाँ तर नझुकिनु होला यो रोमानिया नै हो यदि हामी कुनै फ्रड चाहिँ गर्दैनौँ तर रोमानियाको एउटा क्लुज भन्नेको छेउमा एउटा पार्कमा छौँ धन्यवाद हेलो गाइज हामी अहिले नेपाली मार्केट आइपुगेको छौँ हेर्नुहोस् है नेपाली मार्केट कस्तो छ यहाँ अनि हामीलाई सम्पर्क गर्नु होला है कता तपाईँहरू रोमानियाको क्लुज भन्ने सहरमा हुनुहुन्छ भने हामीलाई कमेन्टमा लेखिदिनु कहाँ हो भने हामी लोकेसन भनिदिन्छौँ हेर्नुहोस् त यदि तपाईँहरू थाहा छैन भने अहिले नयाँ भर्खर खुलेको छ यो नेपाली मार्केट हेलो साथीहरू के छ नेपाली मार्केट हेर्नु है साथीहरू यहाँ क्लुजको नयाँ नेपाली मार्केट छ यहाँ हामीले जति भएको चाहिने सामान सबै यहाँ पाउँछ हेर्नुहोस् के चाहिँ चाहियो तपाईँहरूले मोमोको भाडा सबै पाउँछ यहीँ थ्याङ्क यू हेर्नुहोस् है सबै पाउँछ सबै नेपालमा जे चाहियो तपाईँलाई सबै पाउँछ यहीँ यस तपाईँहरूलाई नेपाली गई यहाँ हेर्नु है नेपाली सबभन्दा चलेको अब यहाँ नेपाली यहाँ छ है यहाँ बुझ्दा यो भनेको अब पुराना नेपालको झन्डा यस्तो दामी छ है झन्डा हेरेर मलाई कति लाग्छ नेपालको मिट मसला यहाँ छ के चाहियो तपाईँहरूलाई यहाँ हेर्नुहोस् देखेर नि रम्पम नेपाली तपाईँहरूलाई करेन्ट चौचो खानु मन लाग्यो यहाँ आउनुहोस् कुकुरहरू चाहियो भने आउँछ कुकुरहरू सबैमा तपाईँहरूलाई म चलाउने है यहाँ चामलहरू पनि स्पेसल चामलहरू छ